हेलो साथीहरु, आज हामी दमक किवच बाल अस्पतालमा आएका छ र यहाँका दृश्य र यहाँका सुविधाहरू र यहाँका डाक्टरहरू सम्पूर्ण कुराहरू म तपाईहरुलाई जानकारी गराउँछु। दमक बाल किवच अस्पतालमा चाहिँ खास खासियत भनेको के हो भने यहाँ चाहिँ डाक्टर जतिखेर आउनुस् 4-5 वटा डाक्टर बच्चाको लागि बस्नु भएको छ र यहाँ आएपछि बच्चाको लागि टेन्सन केही नलिनुहोस्, किनभने यहाँ जतिखेर पनि 24 घण्टे हामी डाक्टर भेट्न सकिन्छ र यहाँ चाहिँ अरु हस्पिटल भन्दा चाहिँ हैन केही रकम हामीले सस्तोमा उपचार गर्न सकिन्छ बच्चालाई है। त्यो कुराहरु राम्रो छ र यहाँनेरि हाम्रो दमक बाल अस्पताल अगाडि नै हाम्रो एउटा राम्रो गार्डन छ र त्यो गार्डनमा बसेर म तपाईहरुलाई यो मेसेज समाचार सुनाइरहेको छु र यहाँको दृश्य पनि देखाइरहेको छु। हेर्नुस्, यस्तो छ यहाँको गार्डनहरु, जस राम्रो छ है, राम्रो छ। यहाँ बच्चालाई यसो सान्त्वना दिने यो फुलबारी यताउता संसार हुने ठाउँ पनि छ हाम्रो लागि र हाम्रो यति राम्रो दृश्य छ यहाँ। र यहाँको मेडिटेसन भनेको अरु हस्पिटल भन्दा चाहिँ केही सस्तो मूल्यमा पाउन सकिन्छ हामीले है। किनभने पछिल्लो समयमा मेरो पनि छोरा बिमार हुँदा मैले किवच बाल अस्पतालमा औषधि 5-6 दिन एडमिट गरेर मेरो छोरालाई निमोनिया भएको अवस्था थियो, त्यतिखेर ल्याएर यहाँ औषधि उपचार गरे र मलाई यहाँको सबै सिस्टम र काम गर्ने सरसफाई र यहाँको रेट, दबाईको चार्ज, बेड चार्ज, डाक्टर चार्ज सम्पूर्ण मलाई धेरै मन पर्यो। त्यसैले मैले चाहिँ जति पनि मेरो गाउँको बालबच्चाहरू बिरामी हुनुहुन्छ भएको अवस्था मैले सबैलाई सान्त्वना दिन्छु कि दमकको किवच बाल अस्पतालमा लैजाउँ, किनभने उहाँहरूले त्यहाँनेर सबै कुराको सुविधा छ र डाक्टर पनि अवेलेबल हुनुहुन्छ र यहाँको रेट जुन हाम्रो फीहरू छ त्यो पनि अलिक कम्ती अवस्थामा छ हैन। त्यसैले यो सानो भिडियो मैले बनाएको छु आज, हेर्नुहोस्। र यो भिडियो हेर्नु सम्पूर्ण जसको घरमा सानसानो बालबालिका हुनुहुन्छ उहाँहरूले चाहिँ यो भिडियो हेरेर तपाईहरुले किवच हस्पिटलमा आफ्नो सुविधाहरू लिन सकिन्छ र जसको निम्न वर्ग छ, जो अलिक गरिब हुनुहुन्छ उहाँलाई चाहिँ धेरै नै सरल र राम्रो हुन्छ। यहाँ त्यस्तो एक्सपेन्सिभ केही छैन हैन। यो कुरामा सरसफाइ एकदम राम्रो छ, हस्पिटल ठुलो छ, सबै बच्चाको मात्रै हो। यहाँ अरु एडमिट हुन पाउँदैन, मात्र बच्चाको हो। रविदाले किवचको एकदम देखाइदिनु सबै हेर्नुस् ल, हाम्रो यस्तो छ हस्पिटल। हेर्नुस्।